प्रकाश सपुत पछिल्लो समय सर्वाधिक चर्चित र सफल कलाकार मानिन्छन्। उनको यो चर्चा र सफलता भने उनले हामीले सोचे जस्तै सजिलै प्राप्त गरेका होइनन्। उनी आज जुन स्थानमा छन् त्यसको पछाडि उनका थुप्रै सङ्घर्षपूर्ण यात्राहरू छन्। उनले आफ्नो कलाकार बन्ने सपना पूरा गर्न लामो समय दोहोरी साँझ र खाडीमा समेत काम गरेका थिए। चैत्र 22 गतेबाट प्रकाश सपुत आफैले निर्देशन गरेको चलचित्र रिलिज हुँदैछ। चलचित्र रिलिजको सङ्घारमा आउँदा उनले राजनीतिक पार्टीसँग जोडिएको भनी थुप्रै गालीदेखि चलचित्र बहिष्कार गर्ने समेत कुरा सुन्नु पर्यो। खासमा यो सब आउनुमा भित्री कुरा के थियो त र प्रकाश सपुतलाई किन सिद्ध्याउन खोजियो? भिडियोमा प्रश्न पार्नेछौँ। भिडियोलाई अन्त्यसम्म हेरेर साथ दिनुहोला। प्रकाश सपुतले केपी ओली पुस्तक विमोचनमा राखेको धारणाले गर्दा उनलाई अनेकौं प्रकारका गाली उनको जात र समुदायलाई लिएर गरियो र उनको चलचित्र बहिष्कार गर्ने भनी धम्की समेत दियो। तर राम्रोसँग उनले बोलेको कुरा सुन्यो भने उनले केपी ओलीको राजनीतिक विषयलाई भन्दा पनि उनको व्यक्तिगत विषय र उनको सङ्घर्षलाई लिएर कुरा गरेका छन्। राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ। एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ। तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, अरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँहरूको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि हामीले हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बाहनामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ। यथार्थमा उनी राज्यको महत्त्वपूर्ण एउटा कार्यकारी पदमा पुग्नु उनको व्यक्तिगत जीवनमा उनी सफल नै हुन्, तर देश र जनताका लागि सफल राजनीतिज्ञ होइनन्। यही कुरालाई साधारण रूपले लियो भने उनले कुनै प्रकारको गलत कुरा बोलेको छैनन्। बारम्बार उनले त्यो कार्यक्रमको प्रकृति पनि त्यस्तै थियो र त्यसमा जो कोही भए पनि बोल्ने शैली त्यही हो र अरू थुप्रै कलाकार केकी अधिकारी, पारस खड्काले पनि आफ्नो विचार राखेका छन्, तर उनीहरूलाई कहीँ कतै व्यक्तिगत रूपमा प्रहार भएको देखिएन। तर प्रकाश सपुतमाथि बारम्बार जात र समुदायलाई लिएर तुच्छ प्रकारका गाली प्रहार भयो। प्रकाश सुवेदी शोमा उनले अन्तर्वार्तामा प्रकाश सुवेदीलाई प्रश्न गरेका थिए, दाइ तपाईँ मेरो ठाउँमा भएको भए के गर्नुहुन्थ्यो? उनले कार्यक्रमको प्रकृति अनुसार बोल्ने शैली त्यही हो भनी प्रकाश सपुतको प्रश्नमा जवाब दिएका छन्। अनि हजुरले भने जस्तै त्यो कार्यक्रममा यसै तपाईँ जानुभएको भए के गर्नु? त्यसलाई मैले बारम्बार यो मैले कार्यक्रममा भनिसकेको छु कि तपाईँ देशको प्रधानमन्त्री त्यहाँ उपस्थित हुनुहुन्छ र त्यहाँ तपाईँ या म कोही बोल्दैछु भने बोल्ने भाषा त्यही नै हो, शैली त्यही नै हो, शब्दावली त्यही नै हो। खासमा त्यो पुस्तक विमोचन बाहेक अरू कार्यक्रम हुन्थ्यो भने फेरि फरक खालको प्रसङ्गहरू हुन्थ्यो। पछिल्लो समय नेपालमा कुनै व्यक्ति सफल भयो भने त्यसलाई पछार्न अथवा असफल बनाउन त्यसको पछाडि हात धोएर लागेका हुन्छन् र यी घटनाहरू पछाडि फर्केर हेर्दा प्रशस्त छन्। प्रकाश सपुतलाई पनि एउटा गिरोह नै लागेको छ, कसरी उनलाई कलाकारिता क्षेत्रबाट विस्थापित गर्ने भनेर। तर दर्शकहरूले एकचोटि उसको सिर्जना, उसको क्षमतालाई मूल्याङ्कन गर्नै पर्छ। दोहोरी साँझमा काम गरेर 2-4 वर्ष खाडीमा काम गरेर आज सफलताको शिखरमा पुगेको सर्जकलाई हामीले तथानाम गाली गर्नु, उनको चलचित्र बहिष्कार गर्ने हाम्रो बौद्धिकता यही हो। हामीले आफैलाई प्रश्न गर्न पर्छ। देशलाई अरबौं ऋणमा डुबाउने नेताहरूलाई हामी बहिष्कार गर्न सक्दैनौँ। मासुवादको पछाडि लागेर भोट दिन्छौँ, तर कसैले बोलेको कुरालाई मूल्याङ्कन नगरी नसोची जे पा त्यही बोल्छौँ। यदि तपाईँहरू पनि प्रकाश सपुतको विवादमा प्रकाश सपुत दोषी छन् भन्ने विषयको बारेमा हुनुहुन्छ भने उनको जस्ताको तस्तै तपाईहरूलाई राख्दैछौँ। आफ्नो विचार कमेन्टमा राख्नुहोला। राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यतिको सङ्घर्ष गर्न सक्नुपर्छ। एक बारको जिन्दगीमा यति धेरै रङहरू पनि बाँच्न सम्भव छ, यति धेरै परिवर्तनहरू गर्न र परिवर्तनहरू देख्न सम्भव छ, यति धेरै प्रगति गर्न सम्भव छ। तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ, अरू राजनीतिक यात्राहरूको कुराहरू, विचारको कुराहरू, उहाँहरूको कम्युनिस्ट आन्दोलनको कुराहरू, अहिले कार्यकारी भएर देश चलाउने कुराहरू छोडेर एउटा व्यक्तिगत रूपमा केपी शर्मा ओलीलाई हेर्ने हो भने पनि
हामीले हाम्रो समयका युवाहरूले र अलिकति निराश बाआमालाई गरिब देखाएर गाउँको भेगमा जन्मिए भनेर अथवा विभिन्न बाहनामा सपना देख्न पछि हट्ने, प्रगति गर्न पछि हट्ने, सङ्घर्ष गर्न पछि हट्नेहरूका लागि चाहिँ केपी शर्मा ओलीज्यूको जीवन चाहिँ साँच्चीकै प्रेरणादायक छ।